हाम्रा जेलजीलाई दिनतिराती त्यसै गरी आजका यस औपचारिक कार्यक्रमका सभाध्यक्षज्यू त्यसै गरी विशेष अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थित आमा बुवा तथा दाजुभाइ जुन यो हाम्रो गएको चुनावको एउटा एक खालको हामी तपाईँहरूलाई हिजो भनेका थियौँ भोटमा नआउँदाखेरि तपाईँहरूको घरमा फेरि पनि हामी फर्केर आउँछौँ भन्ने बाचाको साथ हामी गएको थियौँ। त्यही बाचा पुरा गर्नलाई आज हामी तपाईँहरूको घरमा आएको छौँ। तपाईँहरूले भोट दिनुभयो, अत्यधिक धेरै भोट दिनुभयो, तर हामी दुर्भाग्यवश केही मत चाहिँ हामी हार्न पुग्यौँ। दुईवटा कुरा हुन्छ, एउटा जित्नलाई हुन्छ, अर्को हार्नलाई, दुईवटा त भइहाल्छ। त्यसले गर्दाखेरि अब हामी हार्यौँ, तर त्यो हारलाई हामीले हार मानेका छैनौँ। र अन्य ठुलो दलहरूले पनि के भनेको छ भने यो ठुलो समयमा चाहिँ यति धेरै ठुलो प्रगति हामीले कल्पना पनि गरेको थिएन भन्ने कुरा पनि आयो। उहाँले पत्ते पनि भएको थिएन अरे कि जो कि हामीले यत्रो धेरै मत ल्याउँछ भनेर। तर तपाईँहरूले मत दिनुभयो, त्यसको लागि हृदयदेखि नै श्रम संस्कृति पार्टी, पाँचथर जिल्ला कार्य समिति लगायत यहाँले अब हाम्रो उम्मेदवारहरूले त अझ धेरै धन्यवाद धेरै दिनुपर्ने हुन्छ, धेरै दिनु नै हुन्छ। र हामीले पनि भोट मागेका थियौँ, तपाईँहरूलाई धन्यवाद हामीले दिनै पर्छ। त्यसले गर्दाखेरि अब आउने स्थानीय त एकदम नजिक छ। अब यहाँ पुरानो दलहरू त लगभग उहाँले निकै राम्ररी गृह कार्य गर्दै हुनुहुन्छ है भन्ने कुरा आएको छ। तर अब त्योभन्दा हामी उहाँ अलिकति अग्रसरता र अलिकति हामी थोरै काम गर्ने अब श्रमिक नाम पार्टीको नामै श्रम भइसकेपछि हामीले थोरै काम गरेर अब कसको घरमा चाहिँ अलिकति कति आवश्यक छ काम गर्नलाई उहाँसँग अब केही त्यसको हावा उडिहाल्ने जस्तै चाहिँ तपाईँको केहीले त्यसरी विपद आपत्तिमा पनि हामी अग्रसरता छौँ, अग्रसरता हुनुपर्छ। त्यसले गर्दाखेरि हाम्रो पाँचथरमा अब माटोको पाँचथर मात्रै नभएर एक नम्बर 35 निकै राम्रो छ माटो, त्यो सबैलाई थाहा भएको कुरा हो। त्यसले गर्दाखेरि अब मैले धेरै बोल्न चाहिनँ, तपाईँहरूलाई बस यति हो। धन्यवाद, भोट दिनुभयो, तपाईँहरूलाई धन्यवाद दिन मात्रै हामी आएको भन्दै मेरो दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। जय माटो, जय देश। धन्यवाद।